सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार गर्न चाहे। हाम्रो चाहिँ नेपाली राजनीतिमा एकदमै सुनौलो भविष्य देखिएको हैन। एउटा वैकल्पिक राजनीतिक भनेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले हिजो आज एउटा जुन अभियान चलाएका छन्, यो अभियानले एकदमै चर्चा कमाएको छ हैन। यसमा टेकेर मलाई थोरै के आफ्ना भनाइहरू राख्न मन लागेको छ। कृपया कुरा सुनिदिनु होला र आफ्नो राय पनि कमेन्टमा लेखिदिनु होला। राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई हिरासत मुक्त गराउनको लागि र 2084 सालपछि बहुमतको सरकार बनाउने उद्देश्यका साथ एउटा अभियान के चलाएको छ भने विदेशमा रहेका सम्पूर्ण युवाहरूलाई देशमा फर्काएर सदाको लागि हैन, 2084 सालमा सिर्फ मतदान गर्नको लागि मात्रै, आफ्नो एउटा चुनावी मतदान गर्नको लागि र राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनको लागि मात्रै एक दिन भए पनि नेपाल ल्याउने अभियान चलाएको छ। र यतातिर आएर यो असार 10 गतेबाट नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको पार्टीले चाहिँ आफ्ना सम्पूर्ण राजनीतिक गतिविधिहरू बन्द गरेर सम्पूर्ण पार्टी नेतृत्व र कार्यकर्ता वर्गलाई के भने एउटा कृषिमा जोडिरहेको अवस्थामा यी दुईटा वैकल्पिक राजनीतिक शक्तिहरूमा हामीले यतिखेर प्रत्यक्ष रूपमा हामीले निष्पक्ष भएर सोच्ने बेला आएको छ। यो नेपाल एउटा कृषि प्रधान देशमा एउटा नेतृत्व स्वयं विप्लव एउटा खेतको आलीमा बसेर खेतमा हिलोमा लुपुलुपु गर्दै चुपुचुपु गर्दै रोपाई गर्दै हैन, देशलाई एउटा आत्मनिर्भर बनाउने, देशको गौरव उठाउने पक्षमा छन् र त्यो अभियानमा छन् भने एउटा वैकल्पिक शक्ति र सबैले भरोसा गरेको एउटा राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले यो किसिमको अभियान चलाउँदा चौतर्फी आलोचना भएको छ। त्यस कारणले म के भन्न गइरहेको छु भने राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरूमा कृपया यो झुटा आश्वासन दिन बन्द गरिदेऊ। राष्ट्रिय स्वतन्त्र पार्टीका हाम्रा रवि लामिछानेले पनि पहिला चाहिँ भन्नुभएको थियो कि निर्वाचन अगाडि चाहिँ हामी निर्वाचन जित्ने बित्तिकै 100 दिनमा कम्तीमा 100 जना विदेशमा भएका युवाहरूलाई एउटा देशमै रोजगारको लागि त्यो किसिमको फारम भर्ने र विदेशका विभिन्न गल्लीहरूमा फ्री टिकटका साथ हामी स्वदेश झिकाउँछौँ भन्दै हुनुहुन्थ्यो र चुनाव जितिसकेपछि त्यो बाचा भुल्नुभयो र उल्टो थर्काउनु भयो। हो, त्यो किसिमको भरप छर्नुभन्दा यो विप्लवको कृषि क्रान्तिमा तपाईँ जस्तो सचेत नागरिक लाग्नुहोस् भन्न चाहन्छु। त्यसैगरी निष्पक्ष रूपमा सम्पूर्ण दर्शकहरूले चाहिँ यो भिडियो हेरेर आफ्नो राय सल्लाह सुझाव चाहिँ पेश गरिदिनु होला। नमस्कार।